हाई गाइज, म चाहिँ 3 दिन बाद आज उठेको। ज्वरो खोकी घाँटी दुखेर आज चाहिँ जान आँटेको छ हामी गोली हेर्नु। हाम्रो सधैँको टिम घाँटी दुखेर सलक्कै बोल्नु पनि भएको छैन। मम्मी गए आज आउँछु। अगाडिको ब्रेकमा हिँडेको छ। अहिले चक्का रोक्यो भने चाहिँ च्यारा गरेको लड्छ। अहिले फुल अगाडिको ब्रेक। यस्तो छ प्रमोदको घर जाने बाटो। हो फेरि नाक छुने उकालो ओह्रालो छ फेरि कि। तर एच्ची यो बाटो हिँड्दा किन नघटेको, मोटोको मोटै छ। हो यसरी च्यारा हुन्छ भन्दैछु नि। एकपल्ट भयो झन्डै। यो भोटको यो गाउँको वार्ड कमिसनरको बाटो के हो यस्तो? अब उसको घरको बाटो चाहिँ नाक छुने उकालो छ। मान्छे चाहिँ फेरि मोटो र मोटो छ। हो उकालो चाहिँ तान्छ कि तान्दैन पेसोको उकालो त। उकालो हेर गाइस, उकालो। कसले? अब जुत्तामा मेरो खुट्टा पोले। हिजोदेखिको जुत्ता लगाएको खुट्टा पोलेर त्यही भएर आज चप्लिन लगाएर आएको। म जाडो हुँदै गर्छ जिन्दगी। मोटो त लगाएको छु नि त। उनीहरूको मेरो गाउँको बाटो खत्तम भनेको उनीहरूको झन् डेन्जर खत्तम रहेछ। केटे बेलुका घरमा पाक्छ। कस्तो हुन्छ स्कुटी बाइक कुदाउने? के भयो मोटा त सेतो लगाएर आएको घरबाट धुलोले। अब हामी चाहिँ होइन गलन जान आँटेको। गोली हेर्नु भन्दा नि अझैको साथी अहिले आउँदैछ। अन्त बाइक बसाउनेहरू 2 जना आउँदैछ। म चाहिँ खेल्दिनँ पनि जान्दिनँ पनि, पैसा पनि छैन। म भिखारी छु अहिले होइन, काम नगरेर। गोजीमा दाम छैन मेरो, गोजीमा दाम छैन। के लागेर भेट्नु म फोन लगाउने स्कुटीमा। ठुकठुकीको बासमा चाहिए जति समय तिम्रो बोली आवाजलाई मेरो नाम गाइलो। यो मान्छे यो मान्छे चाहिँ अनिस यहाँ चढ्नु डराउँदैछ। हो अन्त मलाई यहाँ चढ भन्दैछ। हो तर म चढ्दिन्छु, म चढ्दिन्छु। अब मैले चाहिँ स्कुटी नलिआएको किनभने बाइक चाहिँ मेरै हो। हेलमेट मात्रै लगाइकन आएको छु। अब जान्छ कहाँ जान्छ हामी? तम्बोला घुम्न गएको होइन। तम्बोला एज वेल एज औसी। केटाले मार्ने हो जिन्दगीको बाटोमा। आज खेल्छौ? खेल्दिनँ, जान्दिनँ पनि, जान्दिनँ पनि खेल्दिनँ पनि, पैसा पनि छैन। अहिले जाँदा चाहिँ मेस्टोमा जाँदैछ, फर्किँदा चाहिँ फेरि होटलमा आउनुपर्छ। यसको मलाई मिम्स बनिन्छ जस्तो लाग्दैछ। अहिले उसले भनेको छ हन्टर जितेर आउँछु भनेर भनेको छ। हो बेलुका हेरौँ।
हो यो कुना कुना माछा भेट्छ होला नि है यो पनि उयो भन्छ के अरे ओ वाटरफल भन्छ उयो माथि छौ नेचुरल पाउडर आउँदैछ नेचुरल पाउडर अब यो छैन होला नि डेलिकेट मलाई चाहिँ पनि डेलिकेट लाग्छ ठुलो गाडीहरू आउँदा त यो एरियामा चाहिँ बनाइदिन्छ हल्लिन्छ नि त स्प्रिङ हुन्छ नि त पुलमा अनि यो पुलमा आएको थिइनँ नि म पुरानो पुल म पनि ओपनिङ भएँ नयाँ पुलमा जिन्दगीको बाटोमा एन्टक त कुद्छ है एन्टक त कुद्छ अब गाडी पनि जित्दा जस्तो गरिदिँदो रहेछ नि त अब मलाई यहाँ आएर चाहिँ एउटै गीत याद आउँछ हमेसा जहिले पनि कुन चाहिँ गीत भन त अब टक्कै यो बाटो काट्यो होइन चियाबारीमा हो चियाबारीमा भन्ने याद आउँछ के भएको यो बाटो एल कुदाउनु पर्छ एलएस एलएसपी कुदा के कुदा नि एउटै हो आज त मलाई केही भन्नु छैन होइन अब त्यही हो जित्यो भने ठिकै छ अब लिएर जाने हो होइन खुसीसँगले कन्टेन्ट बनाउँदै नै तर कन्टेन्ट कन्टेन्ट यता होला नि अहिले खोइ केटाहरू गयो कहाँ रोकेको Tuk-tuk आउने ठुकठुकीको बासमा चाहिए जतिले उसँग तिम्रो बोली आवाजलाई मेरो नाम काहीँ बस सिकाउला धैर्य सिकी बसौँ जेलमा केही बेर लागे केही छैन तिम्रो मनलाई मेरो याद आउला आज दुईटा एक्सिडेन्ट भयो देख्यो एउटा चाहिँ डेन्जर एउटा चाहिँ हल्का यहाँ चाहिँ कुन चाहिँ स्कुल हो यो सरस्वती हायर सेकेन्डरी स्कुल यहाँ आउनु सक्नुहुन्छ पढ्नु भाइहरू पनि राम्रो हेर्दैछ अब हामी चाहिँ यस्तो नलाग्दा अब अफ रोड सुरु भइसक्यो हो अन्त यो हाम्रो अब तपाईँहरूको यो क्यामेरामा भिजिबल आउँदैन होला तर अब यो बाटो चाहिँ अब तपाईँहरूले अब आएर आँखाले हेरेर एक्सपिरियन्स गर्नुभयो भने चाहिँ अब यस्तो खतरनाक छ हो कस्तो यहाँ आयो भने जिम जानु पनि पर्दैन ह्यान्डल पक्रेर यहाँ आयो भने चाहिँ जिम जानु पनि पर्दैन भन्दैछ हो यहाँ ट्राइसेप्स बाइसेप्स सबै एक्सर्साइज हुन्छ हो दामी पार्किङ थियो कि तर अब टन्नै गाडी भइदिएछ नि अब हामी तम्बोला खेल्नु मात्रै आएको हो बाइकको लागि मात्रै आएको हो बडा अहिले पनि जग्गा पाएको छैन हामी जाँदैछ जग्गा खोज्दै खोज्दै साथी यस्तो स्ट्रगल किन गरेको म झर्थेँ त ल हामी चाहिँ आइसक्यो हो यहाँ उयो खेल्नु अन्त एउटा कुरो चाहिँ मैले तपाईँलाई भन्नु बिर्सेछु के भन्दा अघि हौसी हौसी भनिदिँदै थियो यहाँ चाहिँ फेरि आज फुटबल पनि हुँदैछ हो के कसको म्याच छ जर्जियन र जर्जियन र कसको छ हामी त हौसी खेल्नु मात्रै आएको हो हामीले आउँदा अन्त बाटोमा आउँदा दुइटा एक्सिडेन्ट देख्यो हो अब जे भयो नराम्रो भयो हामी चाहिँ त्यही भन्छौँ होइन अब तिनवटा चाहिँ देख्नु नपरोस् हो त्यसले गर्दा अब सबैजना राम्ररी कुदाउनु यिनीहरू चाहिँ अगाडि जाँदैछ कि तिनजना यी तिनजना चाहिँ अगाडि जाँदैछ हो अब त्यहाँ गेटमा गएपछि टिकट लाग्छ पैसा कसले दिँदैछ हेरौँ है ओके अरे फेरि भन्दै यहाँ भैया होइन यता हेर मेरोमा छ कि तर म काट्दिनँ नि त टिकट काट त टिकट काट्नुपर्छ भन्दैछ यिनीहरू
यो साथीको एटिट्युड हेर्दा चाहिँ गोजीमा 500 रुपियाँ छ जस्तो है। एटिट्युड हेर न, एटिट्युड एकपल्ट अनुहार पनि देखाइदिएन। गोजीमा चाहिँ अल्टिट्युड बोकिरहेको छ फेरि। यहाँ चाहिँ अब हेभी डरलाग्दो माछा बजार भन्दा डरलाग्दो भिड छ हो। माछा बजार किन भनेको त्यति थाहा भएन भन्छ, तर यहाँ चाहिँ यस्तो यो घुम्नेवाला गेम हुन्छ हो। म पनि खेल्छु हो। अब हामी चाहिँ आउने बित्तिकै यस्तो झगडा देख्नु पायो। 2टा एक्सिडेन्ट, एउटा झगडा। डक्टर पनि आयो, डक्टर पनि आयो। रेफ्री भन्छ दाजुहरू, अम्पायर होइन। पर्यो फेरि। अनलाइन हो कि कसरी हो टिकट अरे? 1 2 3 4 5 1 2 3 4 5 पेन चाहिँ ए त्यस्तो पनि पाउँछ। के भयो? हौजीको टिकट पे हेर्ने भयो बिचराहरू। यो त हौजीको टिकट काट्दैछ यहाँ चाहिँ। देखाइदेऊ केटा, टिकट देखाइदेऊ। टिकट टिकट तिम्रो? मलाई त बाइक लाँदाखेरि प्रब्लम हुन्छ, पेट्रोल हाल्ने पैसै छैन। हौसीमा जित्ने चान्सेस कम्ती छ हो, किनभने अब यसको चाहिँ आमा बाउ यो सब छोराले बाइक पाउँछ, सब फ्यामिली आएको रहेछ सपोर्टमा हो। 7 गयो, एउटा डज गयो, मिडल लाइन पनि गयो, मिडल लाइन पनि गयो, टप लाइन पनि गयो, कर्नर गयो। यस्तो मेरो भाग्यकोले शान्तराम खा सिक्रेट बेडी खाँदै घरिघरि फोन गर्ने केटीहरूसित केटाहरूको कहिले नहोस् भेट। 558 5 र 8 अन्ठाउ। अङ्कलले पनि धोका खाएको रहेछ ठुलो। 68 बटम लाइन अगेन्स्ट एक अगेन्स्टको संख्या यहाँ 3टा, यहाँ 4टा, यहाँ 4टा। बाइक चाहिँ त्यहाँ अर्कोले जित्यो। यिनीहरूको मुख हेर्ने खालको भएको छ। यता हेर न, यता हेर न, यता हेर न, बाइक कुदाउने मान्छे। बोकेर लान्छ आज घर। एउटा एउटा हन्टरमा जाम हेर न, कहिले निक्लिनु हामी? कति बजी साथी टाइम? 6:30 यहीँ भयो। यो गाइज म चाहिँ घर आइपुगेको अवस्था भर्खर। लगाएर छोप्न। त्यही छ भयो। आज अस्ति तैँले के सिकिस्? अस्ति के सिकिस्? म भ्लगमा आउनु चाहदिनँ न। के सिकिस्? आउनु चाहदिनँ। यहाँ आइज। ओइ घर पुगेर पनि खाना आँटेको छु। के हो यो? थुक्पा, चिकन थुक्पा हो। जाडोबाट आएर तातो तातो या